तपाईँहरूले के गर्नुभयो? पुरानाहरूले सुरु गरेको स्वास्थ्य बीमाको के हालत छ? केदारनाथ पराजुली दम्पतिले जल समाधि कसका कारण लिनुभयो? 100 दिन सरकार चलाउन दिनुस्, स्टिकर तासेर युवा स्वदेश फर्काउँछौं, रोजगार दिन्छौं भनेर कसले भन्यो? दरबार हत्याकाण्डदेखि निर्मला पन्त हत्याकाण्ड सम्मको सबै मुद्दा चुटुकीको भरमा सल्भ गर्छु भनेर हामीले भनेको तपाईहरुले भन्नुभयो। जनतालाई झुटो आश्वासन सरकारले दिने, पूरा गर्न नसक्ने अनि प्रश्न उठाउँदाखेरि हप्काउने, 35 वर्षसम्म के गर्यो भनेर आफ्नो असक्षमताको भारी हामीलाई बोकाउँदै हिँड्ने, हामी बोक्दैनौं तपाईहरुको भारी। ताज्जुब छ। अरे जनतालाई आधा सिलिन्डर ग्यार दिन नसक्नेले कुन नैतिकताले हामीसँग 35 वर्षको हिसाब माग्छ? यही ताज्जुबको कुरा भइसकेको छ। यो त कस्तो भयो भने वो एक समंदर खंगालने में लगे हुए हैं, हमारी कमियां निकालने में लगे हुए हैं। वो जिनकी अपनी लंगोटियां तक फटी हुई है वो हमारी पगड़ी उछालने में लगे हुए हैं। यो के तरिका हो? प्रश्न गरेपछि इरिटेट नहुनुस्। हामी प्रश्न गर्नलाई नै यहाँ हामीलाई जनताले पठाएको हो। हामी नयाँ जान्नेलाई छान्ने नारा